अहिले मान्छे लगभग प्याक पुरै प्याक भानुभीर गुरुङज्यूलाई लगायतका महानुभावहरूलाई आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। स्याङ्जा तौलक समाज हङकङको अध्यक्ष खगेन गुरुङज्यूलाई आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। धम्म समाजका अध्यक्ष जोशबहादुर गुरुङज्यूलाई आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यतातिर सेलिब्रेटीहरूको फोटो सेसन चाहिँ दामी चल्दैछ है। बच्चाहरूलाई हल्का रमाइलो गर्नु छ नि बच्चाहरूलाई यसो भुलाउने ठाउँ यो हल्का ट्रेन गराउँदैछ है यो खाने कुरोहरू चाहिँ यतातिर छ हामी स्टेजमा आसन गर्नको लागि हामी गर्दैछौँ। बुढोगाउँको झुप्पाहरू यहाँ छन् क्या अरे ड्रिङ्कहरू। समाजका अध्यक्ष आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। मासु पाक्दैछ आगो बोले ममता गुरुङ र प्रतिस्पर्धी कलाकारहरू, मेरो भोइस मेरो डान्स युनिभर्सका विजेता रिस्ता गुरुङज्यू र मनोजलाई यथास्थानमा पदम गुरुङज्यू उहाँहरूलाई यहाँ सम्झेँ मैले। उहाँलाई यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। ममता गुरुङ र प्रथम गुरुङज्यूलाई हामी अगाडि यहाँ स्टेजको व्यवस्था गरेको हुनाले ममता गुरुङज्यू अगाडि आइदिनु होला। प्रथम गुरुङज्यू मेरो भोइस युनिभर्सका विनर प्रथम गुरुङज्यू। आसन ग्रहणको क्रमलाई म अहिलेको लागि यतिको स्थगन गर्नेछु र हाम्रो अतिथिहरू आउनुभएको खण्डमा आसन गराउँछु। हाम्रो रिस्ता गुरुङज्यू मेरो डान्स युनिभर्स सिजनको विनर रिस्ता गुरुङज्यू ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो सबै अतिथि महानुभावहरूलाई कार्यक्रममा सहभागी हुने तपाईँ
सबै सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनु। तमु जातिहरूको हङकङमा तिर चाहिँ हाम्रो जम्बू टोली है गतिविधिहरू तपाईँहरू सम्पूर्णलाई अवगत तपाईँहरूको उपस्थिति तपाईँको साथ हेर सपोर्ट सही पाएछ माथि फेरि पनि धन्यवाद दिँदै फेरि एकचोटि स्वागत गर्दै तमु यो सङ्गीतको लागि हङकङ तान्त्रिक परिवार पदम गुरुङज्यू र उहाँको टिम तयारी आसनमा रहेर बस्दिनु होला। भन्नुभयो साथीले हाम्रो महानुभावहरूलाई हामीले यो चाहिँ गीत यहाँलाई पनि त्यो लिरिक्स यहाँलाई पनि बाँडेको छौँ, सबैले गाइदिनु होला। आसिन ग्रहणको क्रममा शङ्कर सभा तमु समाज हङकङका गुडी राईज्यूलाई पनि यस्ता स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस्तै हाम्रो अन्य अतिथि परेन्द्र हङकङ ताइक्वान्डो एसोसिएसनका उपाध्यक्ष मेरो गुरुङज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अपरबाट पाल्नुहुने कास्की खेलको सङ्घका अध्यक्ष अब औपचारिक हिसाबले उद्घाटन गर्नेछौँ। कार्यक्रम उद्घाटन दुई प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरिदिनु होला। रिता गुरुङज्यूलाई आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। मलाई भयो नि त धुलो उडाउँछ भने मैले त आसन ग्रहणको क्रममा सबै मिडियाका साथीहरूलाई सबैको नाम लिन सम्भव भएन। सबै मिडियाका साथीहरूलाई हाम्रो निमन्त्रणालाई हाम्रो कार्यक्रम विश्वभर फैलाउन मद्दत गर्नुहुने यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै यथा स्थानमा हाम्रो स्टेज अगाडि यहाँहरू हुनुहुन्छ, यथा स्थानमा आसन ग्रहण गरिदिनु हुन सम्पूर्ण मिडिया साथीहरूलाई म हार्दिक अनुरोध गर्दछु। तयारी हुनुहुन्छ? पहिला हामी पारसमा बत्ती बाल्छौँ। प्रमुख अतिथिज्यू डाक्टर विन्देश्वर लेखकज्यू र सभापतिज्यूले दीप प्रज्वलन गर्नुहुन्छ। शुभकामना व्यक्त गर्दछौँ। सम्पूर्ण महानुभावलाई धेरै धेरै धन्यवाद। अब हामी सबै हिंसा गीत गाउँछौँ। हिंसा गीतको लागि हङकङ तान्त्रिक परिवार पदम गुरुज्यू तयारी आश्रममा रहनुहोला र उहाँहरूलाई नेपालबाट पाल्नुहुने कलाकारहरू, प्रमुख अतिथिज्यू, अतिथि महानुभावहरू सबैले उहाँहरूलाई साथ दिनुहुनेछ। हङकङ तान्त्रिक परिवारले यसको नेतृत्व गर्नुहुनेछ। हर्षोल्लासका साथ हामी गाउँछौँ। यो गीतको लागि सबैले माफी चाहन्छु। यो टेक्निकल समस्याले गर्दा चाहिँ अलिकति समस्या हुनुभयो। ल सबैलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद। कलाकार साथीहरू यसको तान्त्रिक परिवारलाई विशेष धन्यवाद। यो हिंसा गीत गुरुङहरूको हिंसा गीत हो। हामीले सयपट्टि यदि छेक सुन्नुहुन्छ यो गीत गुरुङहरूको राष्ट्रिय गीतको मान्यता दिएको छ। यो गीतलाई यो गीतको रचनाकार स्वर्गीय धनबहादुर गुरुङज्यूले गर्नुभएको थियो र यो गीतलाई सङ्गीत र स्वर कृष्णबहादुर गुरुङज्यू स्टार्ट भयो है।
घुमाइदिनु धन्यवाद ल यहाँहरूलाई स्याङ्जा जनसेवा समिति हङकङका वर्तमान अध्यक्ष आदरणीय रबिन थापा मगरज्यूलाई ससम्मान तमु लोसारको हार्दिक शुभकामना सङ्खुवा सभा तमु समाजले हङकङमा रहेर नेपालको पूर्वी भागमा रहेको जिल्ला हङकङमा आएर नेपालीहरूको आफ्नो जातको आफ्नो धर्मको आफ्नो संस्कृतिको आफ्नो रीतिरिवाज र परम्पराको लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। सङ्खुवा सभा तमु समाजका आदरणीय अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू सदस्यहरू सबैलाई उच्च सम्मान तमु टोयल हङकङको तर्फबाट। भाषाको हिसाबले संस्कृतिको हिसाबले न्युम्फ्लम मेटाइ गरी हो यही चिज हामीसँग छ, हामी यो चिज बाँड्न चाहन्छौँ। सङ्खुवा सभा तमु समाज अगाडि अगाडि बढिदिनु होला, अझै अगाडि मञ्चमा आइदिनु होला। लीला गुरुङ लगायत सङ्खुवा सभा तमु समाजलाई हार्दिक स्वागत छ। मञ्चमा हार्दिक सम्मान छ। तमु टोयल हङकङसँगको सम्बन्ध अतुलनीय रहनेछ। यो सम्बन्ध सदा निरन्तर र सुमधुर रहनेछ भन्ने हामीले विश्वास लिएका छौँ। पुस 15 लोसार विवाह तमुमे महाचार ठेबाचार र पुस 15 खबा बित्तिकन तो वाइमो मिसिदि ओ पा बेलेली मुना क्या सो क्या हमने मध्य कोला बेले पम है तांज क्या क्या तुम लो अनि त्यहाँ रमाइलो ल मैले फेरि सेल तुमु है यो सेले रिजमी सलिमे खाप खाप दे छल्ने सेमु खोदे म भाइ भाइ ल ल खाप गा सलमालाई नचिदिल त म नि के खाइछ है वजन गौ यो चाहिँ सलमालाई सलमानी वाला शेरा वाला लाल तो ते हाउ ल तम तम अनि फोन
nghiêm xe và đằng này để đi tôi làm ra khai làm ra có xe lên để ông mùi mình chỉ còn lại यो उत्कृष्ट प्रस्तुतिको लागि भन्न चाहन्छु र आज हामी यहाँ हाम्रो वेशभूषामा सजेर हामीसँग जम्मा जम्मी 11 खेलाडीहरूले नाम दर्ता गराउनुभएको छ रेकर्डै ब्रेक गर्दै क्या अब चाहिँ यहाँ डोरी तान्ने प्रोग्राम हुँदैछ होइन यता सङ्घ सभा भयो अरे यता लम्जु हाम्रो पाँचजना रेडी भयो है त्यो त अब यो कटेर गएपछि त यता हेऱ्यो सबैजना यता हेऱ्यो पाँच अलिकति छोड्नु भयो अहिले छोड्यो अलिकति यता One, two, three.